नमस्कार दर्शक श्रोता साथीहरू, आज फेरि नयाँ रोचक नेपाली कथा लिएर आइसकेको छु। तपाईहरूलाई अवश्य पनि मन पर्नेछ भन्ने विश्वास लिएको छु। तपाईहरूले सुनेर अथवा मसँगै पढेर पनि साथ दिन सक्नुहुनेछ भन्ने आशा लिएको छु। म कथा सुरु गर्न गइरहेको छु। कथाको शीर्षक रहेको छ चम्पा र बाँस। धेरै पहिले एउटा देशमा एक राजा बस्थे। उनका दुई रानीहरू थिए, दुवै निसन्तान थिए। राजाले प्रत्येक मन्दिरमा प्रार्थना गर्थे र घरमा पनि प्रार्थना गर्थे। दुई रानीहरूले भगवानलाई निरन्तर प्रार्थना गरे तापनि तिनीहरू गर्भवती हुँदैन थिए। एक दिन एक भिक्षु राज्यबाट जाँदै थिए। राजाको दरबारमा सबैले भने कि भिक्षु एक महान सन्त हुन्, कि उनलाई राजाको दरबारमा बोलाएर यो समस्याको समाधान गर्न अनुरोध गरौं। राजाले पनि सम्मानपूर्वक भिक्षुलाई दरबारमा आमन्त्रित गर्ने निर्णय गरे। जब सन्त दरबारमा आइपुगे, राजाले दुवै रानीहरूलाई बोलाए र भने सन्तलाई धेरै सम्मानका साथ व्यवहार गर्नुपर्छ। जेठी रानी तुरुन्तै सहमत भइन् र सन्तलाई धेरै सम्मानका साथ मान आदर सत्कार गर्न थालिन्। कान्छी रानीले सन्तको च्यातिएको लुगा हेरी र उनको सेवा गर्न अस्वीकार गरिन्। कान्छी रानी आफ्नो सुन्दरता र धनमा धेरै घमण्ड गर्थिन्। केही दिनपछि महात्मा जान तयार भए। जानु अघि उनले जेठी रानीलाई प्रशस्त आशीर्वाद दिए र भने चाँडै यस दरबारमा बच्चाहरूको आवाज सुनिनेछ। जेठी रानी धेरै खुसी भइन् अनि साँच्चै केही दिनमै उनी गर्भवती भइन्। यो खबर सुनेर राजा अत्यन्तै खुसी भए। राजा बुवा बन्न लागेका छन् भन्ने खबर तुरुन्तै प्रजाहरूमा फैलियो। राज्यभरका प्रजाहरूले उत्सव मनाउन थाले। जेठी रानीको सम्मान धेरै बढ्यो र उनको हेरचाह गर्न धेरै मानिसहरूलाई लगाइयो। उनको हेरचाहमा कुनै कमी थिएन। यसैबीच कान्छी रानी तीव्र ईर्ष्याले भरिपूर्ण भइन्। उनी दिन रात ईर्ष्याले जलिरहेकी थिइन्। उनी पहिलेदेखि नै ईर्ष्यालु थिइन्। उनी पहिले नै धेरै सम्मानित थिइन्। जेठीको बच्चा जन्मेपछि जेठी रानीले कति धेरै सम्मान पाउने छिन् भनेर सोचिरहेकी थिइन्। उनी चिन्तामा परिन्। उनले दरबारकी सुडेनीलाई बोलाइन्, धेरै पैसा दिइन् र सँगै ल्याइन्। तिनीहरू दुवै सँगै पर्खिरहे। समयमै रानीले दुई बच्चाहरू जन्माइन्, एउटा छोरी र एक छोरा। सुडेनीले तुरुन्तै बच्चाहरूलाई टोकरीमा राखिन् र कान्छी रानी कहाँ लगिन्। त्यसपछि उनले जेठी रानीको नजिकै दुई ढुङ्गा राखिन्। जेठी रानीले ढुङ्गाहरू देखेपछि उनी छक्क परिन्। यो कसरी सम्भव हुन सक्छ? यसैबीच राजा अति खुसी हुँदै ठुली रानी कहाँ पुगे। जब उनले उनलाई आश्चर्यचकित हुँदै दुई ढुङ्गाहरूतिर हेरिरहेको देखे, उनी रोकिए र सुडेनीलाई सोधे, के भयो? सुडेनीले भनिन्, तिनीहरू बच्चा थिएनन् तर ढुङ्गा थिए। राजा धेरै रिसाउनु भयो। उनले तुरुन्तै जेठी रानीलाई कैद गरे। दरबारभरि खबर फैलियो कि उनले ढुङ्गा जन्माइन्। यसैबीच कान्छी रानीले आफ्ना दुई रक्षकहरूलाई बोलाइन् र उनीहरूलाई कम्मल दिइन् र भनिन्, यस कम्मलमा दुई बच्चाहरू छन्। ती दुवैलाई लग्नुहोस् र मार्नुहोस्। दुवै रक्षकहरूले कम्मल लिएर जङ्गलतिर लागे। जब उनीहरूले कम्बल खोलेर बच्चाहरूलाई देखे, उनीहरूले तिनीहरूलाई त्यहाँ छोड्ने निर्णय गरे। भगवानले बच्चाहरूको रक्षा गर्नुहुनेछ, यो सोच्दै तिनीहरूले कम्बल त्यहीँ छोडे र दरबारमा फर्के। जब कान्छी रानीले सोधिन्, के ती दुई बच्चाहरूलाई मार्यो? तिनीहरूले भने, हँ मारे। यसैबीच जेठी रानी दिनरात प्रार्थना र पूजामा डुबेकी थिइन्। राजाले उनलाई फेरि दरबारमा बस्न अनुमति दिए। ठुली रानी बिहानदेखि साँझसम्म प्रार्थना गर्थिन्। पूजाको लागि फूल ल्याउन उनले एक सिपाही पठाउँथिन्। एक दिन नजिकै फूल थिएन। सिपाही फूलहरू सङ्कलन गर्न जङ्गलमा गयो। जङ्गलमा सिपाहीले सुन्दर चम्पाको फूलहरू उम्रिएको देखे। नजिकै चम्पा र बाँसका रुखहरू उम्रिरहेका थिए। सिपाही फूल टिप्न नजिक आउँदा चम्पाको रुखले भन्यो, हे दाइ बाँस। बाँसको रुखले भन्यो, बहिनी चम्पा, तिमी के भन्दैछौ? के भयो? चम्पाले भन्यो, राजाका सिपाहीहरू फूल टिप्न आउँदैछन्। फूल टिप्न दिउँ कि नाइ? बाँसको रुखले भन्यो, फूल टिप्न नदेऊ बहिनी, आकाशमा जाऊ। बाँसले यो भन्नासाथ चम्पाको रुख माथितिर बढ्न थाल्यो। यति अग्लो भयो कि सिपाहीहरू फूलसम्म पुग्न सकेनन्। सिपाहीहरू छक्क पर्दै हेरे।
सिपाहीहरू सेनापति कहाँ दौडे र उनलाई सबै कुरा सुनाए। सेनापतिले अविश्वासका साथ भने, तिमीहरू के भन्दैछौ? यो कसरी हुन सक्छ? सिपाहीहरूले भने, हामी सँगै जंगलमा आउनुहोस् र आफै हेर्नुहोस्। सेनापति सिपाहीहरूसँग जंगलमा निस्किए। सेनापति चम्पा र बाँसको बोटनिर पुग्ने बित्तिकै चम्पाले भनिन्, हे दाइ बाँस। बाँसले भन्यो, के बहिनी चम्पा? चम्पाले भनिन्, राजाको सेनापति फूल टिप्न आएको छ। बाँसले भन्यो, आकाशमा जाऊ बहिनी। चम्पाको रुख अझ अग्लो भयो। सेनापति धेरै डराए। उनी मन्त्री कहाँ दौडिए। त्यसपछि मन्त्री पनि हेर्न गए। चम्पाले माथिबाट देख्न सक्थिन्। उनले टाढाबाट मन्त्री आउँदै गरेको देखिन् अनि भनिन्, हे दाइ बाँस। बाँसले भन्यो, बहिनी चम्पा भन। चम्पाले भनिन्, राजाको मन्त्री फूल टिप्न आएको छ। फूल टिप्न दिउँ कि नदिउँ? नदेऊ, आकाशमा जाऊ बहिनी। मन्त्री रुखमा पुग्ने बित्तिकै रुख अझ माथि उठ्यो। मन्त्री सिधै राजाको दरबारमा गए। राजाले भने, मन्त्री तिमी किन यति धेरै आत्तियौ? मन्त्रीले भने, अहिले नै मसँग जंगलमा आउनुहोस्। राजाले भने, किन, के भयो? मन्त्रीले सम्पूर्ण कुरा भन्यो। सम्पूर्ण कथा सुनेपछि राजाले भने, मेरी कान्छी रानी पनि मसँगै आउने छिन्। उनले पनि यो हेर्नुपर्छ। बच्चाहरूलाई त्यहाँ फ्याँक्ने ती दुई सिपाहीहरू कान्छी रानीलाई खबर गर्न आइपुगे। दुवैजना डराए। कान्छी रानी पनि डराइन्। उनी चाँडै तयार भएर राजासँगै रथमा बसेर गइन्। यसैबीच जेठी रानी फूलहरूको लागि चिन्तित थिइन् र उनीहरूले फूल किन ल्याएनन् भनेर पट्टा लगाउन सिपाहीहरूलाई बोलाएकी थिइन्। जेठी रानी कान्छी रानीको दरबारको छेउबाट जाँदै थिइन् र कान्छी रानी र दुई सिपाहीहरू कुरा गरिरहेको सुनिन्। राजा र कान्छी रानी जान थालेपछि जेठी रानी पैदलै उनीहरूको रथको पछि लागिन्। उनी चिन्तित हुँदै हिँडिरहेकी थिइन्। चम्पाको रुखले माथिबाट सबै कुरा देख्न सक्थ्यो। उनीहरू नजिक आउँदा चम्पाको रुखले भन्यो, हे दाइ बाँस। बाँसले भन्यो, के बहिनी चम्पा? चम्पाले भनिन्, राजाले कान्छी रानीसँग फूल टिप्न आएका छन्। फूल टिप्न दिउँ कि नदिउँ? हुँदैन बहिनी, आकाशमा जाऊ। चम्पाको रुख झन अग्लो भयो। राजाले दुई रुखहरू नजिक गएर सोधे, के भयो? तिमीहरू दुईजना दाजु र बहिनी हौ? तिमीहरू कसरी चम्पा र बाँस बन्यौ? ठिक त्यही बेला जेठी रानी आइपुगिन्। चम्पाले ठुलो स्वरमा भनिन्, हे दाइ बाँस। बाँसले भन्यो, के बहिनी चम्पा? चम्पाले जवाब दिइन्, हाम्री आमा अभागी जेठी रानी फूल टिप्न आउनु भएको छ। मलाई आमाको काखमा बस्न मन छ। बाँसले भन्यो, हुन्छ बहिनी। चम्पाले निहुरिएर जेठी रानीको खुट्टा नजिकै हल्लिन थालिन्। बाँसको हाँगा पनि निहुरिएर उनको खुट्टा छोयो। सबै फूल जेठी रानीको काखमा झर्यो। यो देखेर सबैजना छक्क परे। त्यसपछि चम्पा र बाँसले राजालाई सबै कुरा सुनाए। राजाले तुरुन्तै कान्छी रानीलाई अन्ध्यारो कोठामा बन्द गर्न आदेश दिए र जेठी रानीसँग माफी माग्न थाले। जेठी रानीले चम्पा र बाँसलाई ठुलो दुःखका साथ हेरे। यी दुई कसरी मानव बन्नेछन्? जेठी रानी तिनीहरू कहाँ गइन् र तिनीहरूलाई अँगालो हालिन् र रुन थालिन्। उनको आँसुले चम्पा र बाँसलाई छुने बित्तिकै तिनीहरू मानव बने। जेठी रानीले आफ्नो छोरा र छोरीलाई अँगालो हालिन् र गएर रथमा बसिन्। राजा र रानी आफ्ना दुई छोरा छोरीहरू सहित रथमा र संगीतको साथमा दरबारतिर लागे। देशभरि खुसी फैलियो। राजाले उत्साहका साथ प्रजाहरूलाई आमन्त्रण गरे। खुब खुसियाली मनाए। साथीहरू, कथा कस्तो लाग्यो? कथा मन पर्यो भने लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। तपाईहरू स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल।